हेलो एन्ड नमस्ते एभ्रिवान, तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ हाम्रो न्यू ब्लगमा। आशा छ सबैजना आरामै हुनुहुन्छ होला साथीहरू। अनि हेर्न सक्नुहुन्छ आज चाहिँ हामी यति राम्रो राम्रो भएर फेरि कहाँ जान लागेछन् भन्ने सोच्नु होला। साडी लगाएर अनि यता कबुललाई फर्स्ट टाइम साडी लगाएको गाइस, कबुललाई फर्स्ट टाइम साडी लगाएको कस्तो देखेको छ भनिदिनु होला कमेन्ट गरेर। अनि यता फेरि मम्मी र कालु पनि रेडी छन्। आज चाहिँ तल जाने त्यो अब आज पनि बिहानै हो सप्ताहको होइन, 4 दिनको बिहा भयो। हामी चाहिँ अब तल जानु लाग्यो। मेरो साडी चाहिँ यस्तो मिलाउनै सकिनँ कि यता मिल्यो यता मिल्दैन, यता मिल्यो यता मिल्दैन। नाम के हो? आहाना हो। यिनी आहाना हो न। अनि मेरो टुकु टुकु आऊ, टुकु पनि मकै एकछिनै गाइस अब तल जानु लाग्यो हामी। यहाँ दाईहरू पनि हुनुहुन्छ, मम्मी अनि भाइ। अनि यहाँ फेरि यो कुकुर यहाँ आएर थाकेर सुते जस्तो छ। हजुर आउनुहोस्। गाइस उहाँलाई चाहिँ बाजा लागेको रे, मैले चाहिँ फर्स्ट टाइम देखेको यस्तो बाजा लागेको भन्ने सुनेको थिएँ होइन, यस्तो हुँदो रहेछ। अनि हामी त्यहाँ जाँदा चाहिँ यस्तो भएको रहेछ। अनि यहाँ गङ्गा फुपूले यसरी सुनपानी छर्किदिनु भएको छ। सुनपानी छर्केपछि चाहिँ सन्चो हुन्छ अरे, अनि सन्चो पनि भयो छोड्छन् अरे क्या हेर्नु। गाइस खानामा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ पुलाउ छ। अनि यहाँ दाइले देखाउँदै हुनुहुन्छ के छ भनेर। यता चाहिँ यो के अरे काउली र ब्रोकाउली र आलुको तरकारी राजमा भइहाल्यो। अनि यसमा के छ अचार, लोकल केराउ र आलुको अचार हो। अनि यो हो चटनी अचार, कसैले अचार पनि भन्नुहुन्छ। चिकन रोस्ट भइहाल्यो, मटन ग्रेभी। अनि यता चाहिँ छ सलाद, गाजर, मुला, काँक्रो। अनि यता ब्राउन पापड। अनि यता खुर्सानी खानेलाई खुर्सानी, अनि पानी जे भए पनि खाना चाहिँ एकदम मिठो थियो गाइज। अनि यो खाना बनाउने मान्छेलाई चाहिँ साँच्चै धेरै धेरै क्रेडिट दिनुपर्छ। मिठो बनाउनु भएको थियो जसले बनाएको भए पनि है। खाना हुँदैछ, बिजी हुनुहुन्छ है? ब्लग हो ब्लग। अनि उता चाहिँ नाच गान हुँदैछ त्यति साथीहरू। गाइस अहिले चाहिँ राति भइसक्यो। अनि तल बिहामा गएर पनि हामी आइसकेका थियौँ। अनि म टुकुलाई निद्रा लागेर सुताउन ल्याएको थिएँ। टुकु तर अहिले चाहिँ उठेर ठुली मम्मीसँग फेरि तल गइसके। अनि अहिले तल चाहिँ बाजा बजाइ राखेछन्, बाजा चाहिँ गएको छैन। एकदमै धेरै रमाइलो भइरहेछ। तल जानु लाग्यो है। म पनि आज खासै ब्लग राम्रोसँग कन्टिन्यू खिच्ने मिसै भएन क्या, टुकुले नदिएर है। साथीसँग म त मिसै पाइनँ गाइज। अनि टुकुले पनि सताउने, अनि मोबाइल फोटो खिच्न भिडियो खिच्न कता कता लगेँ। अनि त्यही भएर नि खासै मिसो भएन। ब्लग चाहिँ म आफै खिच्दैछु है गाइज। अब तल गएर हेरौँ के छ कस्तो छ भनेर। टुकुको बाबा, टुकुको मामा, टुकु आमा सबै तलै छन्। टुकुको छामाहरू पनि, मम्मी पनि अब ढोका लगाएर आउनुहुन्छ। अनि म चाहिँ हिँडेर गाइज मेरो टुकु पनि यहाँ फेरि मम्मीसँग आइसकेको हेर्नु।
त्यहाँ छ मेरो टुक्कु। यिनीहरूलाई पनि लागेको छ बाजा बच्चाहरूलाई बस्नु सिक्यो। कस्तो भनेर आयो गाई। गाई यहाँ चाहिँ बाजा छ, यस्तो रमाइलो रमाइलो छ, रमाइलो छ। कस्तो लागिरहेछ त नि? कस्तो लागिरहेछ मन छ दिदी? कस्तो लागिरहेछ बेबी? ओइ कस्तो लागिरहेछ बेबी? बेबीलाई नि रमाइलो लागिरहेछ, नाचेछ दिनभरि। को नाच्यो? नाच्यो हो। यो चाहिँ मेरो आजको खाना है। अब दाइको बिहेको बेलुकाको खाना गाई। मम्मीले त खाना लाउनु पर्छ। मम्मी त कुर्सीमा बसेर खानु।
घरतिर गाई त्यही भएर उसो चाहिँ नमस्ते आज आउनुभएको र हजुर उता हिजो देखिन र हस्त गाइज आजलाई यति नै फेरि भेटौँला अर्को ब्लगमा अनि ब्लग मन पर्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला बाई बाई